आईटी क्षेत्रबाट 2022 मा करिब 68 अर्ब बराबरको सेवा विदेशी बजारमा निर्यात भएको रहेछ, जुन जीडीपीको चाहिँ 1.5% रहेछ र विदेशी सञ्चित मुद्राको करिब 5.5% रहेछ, जो आफै पनि 2021 भन्दा 2022 मा करिब 65% चाहिँ वृद्धि भइरहेको रहेछ र जुन प्रकारको सेवा अहिले पनि नेपालबाट विदेशी बजारमा निर्यात भइरहेको छ। नेपालमा वर्षेनी करिब 5000 क्षमतावान आईटी ग्रेजुएट्सहरू निस्किन्छ भन्ने एउटा अध्ययनले देखाउँछ। सो यो क्षेत्रको सम्भावनाहरूलाई हेर्दाखेरि राज्यले जसरी पर्यटन चाहिँ को लागि नेपाललाई विदेशी बजारमा ब्रान्डिङ गर्छ, त्यसरी आईटी हबको रूपमा पनि ब्रान्डिङ गर्ने हो भने यो क्षेत्रले देशको रोजगारीको समस्यामा पनि के टेवा पुर्याउने, आर्थिक गुणात्मक रूपमा आर्थिक विकास गर्ने क्षेत्रमा पनि योगदान गर्न सक्छ, जुन अत्यन्तै सम्भावना भएको क्षेत्र हो। नेपालको आईटी क्षेत्रलाई विशेष उद्योग क्षेत्रको रूपमा पहिचान गर्न अब नेपाल राज्यले ढिला गर्नु हुँदैन र यहाँका चाहिँ जति चाहिँ डेटा एनालाइसिसका काम हुन्, डिजिटल मार्केटिङको काम हुन्, साइबर सेक्युरिटीदेखि लिएर सफ्टवेयर मोबाइल एप्स र कन्सल्टिङ काम जुन विश्व बजारमा गरिरहनु भएको छ, त्यो गुणस्तरले चाहिँ नेपालीले यो चिज डेलिभर गर्न सक्छ भनेर नेपालका चाहिँ विदेश स्थित दूतावासहरूले पनि यो खालको चाहिँ कार्यक्रमहरू अब गर्नुपर्छ र नेपालमा चाहिँ वर्क फ्रम नेपाल भन्ने जुन क्याम्पेन छ त्यो क्याम्पेनलाई चाहिँ अझ बढी चाहिँ प्रमोट गर्नुपर्छ जस्तो लाग्छ र नेपाललाई जुन भारत र चीनको बीचमा छ उत्पादनमा प्रतिस्पर्धा गर्न सकिन्न भनिन्छ अरू क्षेत्रमा, आईटी क्षेत्रलाई त्यसले असर गर्दैन। यसले चाहिँ हामीले विश्वको जुनै कुनामा पनि सेवा चाहिँ हामीले प्रदान गर्न सक्छौँ। अर्को चाहिँ भूपरिवेष्टित राष्ट्र हो, हाम्रो आयात निर्यातका चाहिँ आफ्ना खालका बन्देजहरू छन्, तर आईटी क्षेत्रलाई हामीलाई यो भूपरिवेष्टित राष्ट्रले पनि यसलाई छुँदैन। सो यो खालको चाहिँ सम्भावना भएको क्षेत्रलाई गभर्मेन्टले अब पहिचान गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ र अब जुन देश निर्वाचनमा पनि जाँदैछ, नयाँ सरकार पनि बन्ला, अब आउने सरकारले यो खालका नीति बनाउन योग्य मान्छेहरूलाई चाहिँ अवसर दिनुपर्छ र देशको सूचना प्रविधि क्षेत्रले यो देशको आर्थिक क्षेत्रमा फड्को माग्ने काममा चाहिँ इनिसिएसन गर्नुपर्छ जस्तो लाग्छ। साथीहरूलाई कस्तो लाग्छ मलाई यति कुरा सेयर गरेर हेरेर प्रतिक्रिया दिनुहोला। हस्त धन्यवाद।